हाम्रो प्यारो प्रभु येशू ख्रीष्टको नाममा फेरि पनि तपाईँहरू सबैजनालाई जय मसीह भन्न चाहन्छु है। मैले यो बिहानी गरी फेरि पनि तपाईँहरूको माझमा एउटा शक्तिशाली वचनलाई लिएर आएको छु है। मत्ती 14:14 वचनमा है हामीले सबैजनाले जानिराखेको है, परमेश्वरले साँच्चै नै 5,000 जनालाई खुवाउनु भएको छ है। साँच्चै नै हामीले त्यहाँनिर हेर्दै गर्दाखेरि जब परमेश्वरले भिडलाई हेर्नुभयो है, हरेक त्यो भिडलाई चाहिँ आज उहाँको चेलाहरूले पन्छाउन चाहिराखेको थियो, तर त्यो भिडलाई हेरेर परमेश्वरले यति बिघ्न त्यो भिडलाई ठिट्याउनु भयो अनि उहाँले त्यो भिडलाई खुवाउने निर्णय गर्नुभयो है। आज कतिचोटि तर जब उहाँले त्यो भिडलाई खुवाउने निर्णय गर्नुभयो नि, त्यति बेला त्यो निर्णय गर्दै गर्दाखेरि चाहिँ नि उहाँकोमा चाहिँ 5वटा रोटी अनि 2टा माछा मात्र थियो है। आज कतिचोटि तपाईँ नि मैले वरिपरिको परिस्थितिलाई हेर्दै गर्दाखेरि, वरिपरिको व्यक्तिलाई हेर्दै गर्दाखेरि तपाईँ म भित्र के हुन्छ भनेपछि यस मैले पनि यो व्यक्तिको निम्ति के गर्नु पाए हुन्थ्यो, मैले पनि यो व्यक्तिको निम्ति है के गर्नु पाए हुन्थ्यो भन्ने कुराहरूलाई हामीलाई यति बिघ्न खान्छ। तर त्यो व्यक्तिलाई हेर्दै गर्दाखेरि अनि फेरि हाम्रो आफ्नै परिस्थितिलाई हेर्दै गर्दाखेरि हाम्रो परिस्थितिले गर्दाखेरि हामी कतिचोटि त्यो ठाउँमा त्यो व्यक्तिलाई हेल्प गर्ने ठाउँमा हामी बढ्दै गर्दाखेरि हाम्रो पाइलाहरू त्यहीँनिर रोकिन्छ है। कतिचोटि किन भन्दा गर्दा चाहिँ आज हामी कतिवटा ठाउँमा हामी कमजोर भएको कारणले गर्दा हाम्रो परिस्थिति नै आज कतिचोटि कमजोर भएको कारणले गर्दाखेरि हाम्रो पाइलाहरू त्यहीँनिर कतिचोटि रोकिन्छ है। तर परमेश्वरले जब भिडलाई ठिट्याउनु भयो नि, जब उहाँले त्यो भिडलाई 5,000 जना चाहिँ पुरुष मात्र थियो भनेर भनेको छ, त्यति बेला चाहिँ स्त्रीहरूको है गणना हुँदैन थियो, स्त्रीहरू गनिँदैन थियो, तर 5,000 जना पनि बढी मानिसहरू त्यहाँनिर थियो भनेर बाइबलको वचनमा कति ठाउँमा लेखिएको छ है। अनि साँच्चै नै जब परमेश्वरले उहाँकोमा जब 5वटा रोटी अनि 2टा माछा थियो नि, त्यति बेला भिड यति बिना 5,000 जना पनि बढी भिड उहाँकोमा थियो, उहाँकोमा थोरै हुँदा पनि उहाँहरूलाई खुवाउने निर्णय गर्दाखेरि नै उहाँको पाइलाहरू त्यहाँनिर रोकिएको छैन। उहाँले निर्णय गर्नुभएको छ उहाँहरूलाई खुवाउने, तर त्यो बिचमा चाहिँ चेलाहरूले उनीहरूलाई पन्छाउन चाहिराखेको थियो है। तर कतिचोटि त्यो कुरा भन्दै गर्दाखेरि आज कतिचोटि तपाईँ नि म उनीहरूलाई है कतिजना व्यक्तिहरूलाई हामीले कतिजना व्यक्तिहरूलाई हामीले चाहन्छौँ कि हामीले हेल्प गर्नु भनेर, तर कतिचोटि हाम्रो पाइलाहरू त्यहीँ रोकिन्छ। तर परमेश्वरको वचनले आज तपाईँ अनि म कतिजना त्यो ठाउँमा हामी छौँ होला, हाम्रो अरूको परिस्थितिलाई देख्दै गर्दाखेरि हामी रोकिराखेका होला, हाम्रो पाइलाहरू रोकिराखेको होला, हामी विचलित भइराखेका छौँ होला। तर परमेश्वरको शक्तिशाली वचन तपाईँ ममा है आज परमेश्वर पठाउनु भएको छ। हामी त्यो वचनलाई हेर्नेछौँ। 1 तिमोथी 6:6 वचनले यसरी भन्नुभएको छ कि है सन्तुष्टता सहितको भक्ति नै ठुलो लाभ हो भन्नुभएको छ है। कति शक्तिशाली वचन है, हेर्नुहोस् न, सन्तुष्टता सहितको भक्ति नै ठुलो लाभ हो भनेर परमेश्वरले तपाईँ मलाई आजको यस बिहानै गरी वचनलाई पठाउनु भएको छ। साँच्चै नै यो वचन बोल्दै गर्दाखेरि हरेकजना है आज हरेकजन व्यक्तिहरू आज रोकिराख्नु भएको होला तपाईँहरूको पाइलाहरूलाई, आज वरिपरिको व्यक्तिलाई हेल्प गर्नको निम्ति तपाईँहरू रोकिराख्नु भएको होला, तपाईँहरूको हृदयहरू विचलित भइरहेको होला। तर म यो वचनलाई क्लेम गर्दै गर्दाखेरि है, यो वचन सुन्दै गर्दाखेरि है, जतिजनाको कानमा यो वचन आजको दिनमा आज बिहानी गरी पढ्दै गर्दा चाहिँ उनीहरू माझमा चाहिँ साँच्चै नै स्वतन्त्रताको कुराहरू आएको होस् भनेर म यो कुरालाई घोषणा गर्दछु है। अनि साँच्चै नै जब परमेश्वरले भिडलाई खुवाउनु भयो अनि साँच्चै नै त्यो 5वटा रोटी अनि 2टा माछालाई लिएर परमेश्वरले पिताका कसरी प्रार्थना गर्नुभयो भन्दै गर्दाखेरि चाहिँ उहाँले कहिले पनि त्यो डालालाई माथि उठाएर उहाँले कहिले पनि भन्नु भएन कि ओ पिता यति 5,000 जना छ खुवाउनु पर्ने है, अनि मेरोमा चाहिँ थोरै मात्र छ, तपाईँले यसलाई प्रशस्ति गरिदिनुहोस् ताकि म यो भिडलाई खुवाउनु चाहन्छु भनेर उहाँले त्यसरी प्रार्थना गर्नु भएन है। तर उहाँले साँच्चै नै हेर्नुहोस् न कसरी प्रार्थना गर्नुभयो भन्दा गर्दाखेरि त्यो थोरै भोजनलाई लिखिन उहाँले भन्नुभयो कि प्रभु मेरो पिता परमेश्वर तपाईँलाई धन्यवाद भनेर है, उहाँले केवल धन्यवाद दिनुभयो है। अनि उहाँले जब त्यो 5,000 जनालाई उहाँले बाँड्नुभयो नि, त्यति बेला त्यो फेरि पनि बाँडेर पनि त्यो डालामा है कति रोटीहरू माछाहरू उब्रियो भनेको छ त्यहाँनिर है। कतिचोटि तपाईँ नि म है हामी सन्तुष्ट छु भन्छौँ, कतिचोटि हामी व्यक्तिहरूलाई हामी हेल्प पनि गर्छौँ, तर बादमा गएर हामीलाई के हुन्छ भनेपछि है बित्थामा दिएछु बित्थामा गरेछु भन्छ है, हामी असन्तुष्ट हुन्छौँ। तर जब तपाईँ नि मैले भन्छौँ नि यस म सन्तुष्ट छु भनेर जब तपाईँ नि मैले भन्छौँ नि, त्यति बेला त्यो सन्तुष्टताको कुरा चाहिँ तपाईँ नि ममा देखा पनि पर्नुपर्छ।
किन भन्दा गर्दा चाहिँ जब परमेश्वरले त्यो थोरै है 5वटा रोटी 2टा माछालाई एकदम उहाँले जब धन्यवाद दिनुभयो भने त्यो चाहिँ उहाँभित्र भएको सन्तुष्टतापना थियो, उहाँको सन्तुष्टताको कुरा थियो। कसरी भन्दा गर्दा चाहिँ त्यो चाहिँ प्रमाण भएर त्यहाँ देखा परेको छ है। उहाँले 5,000 जनालाई त्यो थोरै रोटी अनि माछा उहाँले बाँड्नुभयो अनि त्यो कुराहरू डालामा फेरि पनि उब्रिएको छ। त्यो मैले हेर्दै थिएँ अनि मैले सोधेँ साँच्चै नै प्रभु त्यहाँनिर 5,000 जनालाई खुवाउनु भयो भने त्यहाँनिर कति डालाहरू उब्रियो है प्रभु भनेर मैले परमेश्वरलाई सोध्दै थिएँ नि। त्यति बेला परमेश्वरले शक्तिशाली कुरा भन्नुभयो कि यो चाहिँ मेरो सन्तुष्टताको प्रमाण हो भन्नुभयो है। साँच्ची नै सन्तुष्टताको प्रमाण साँच्ची नै तपाईँले मैले जब भन्छौँ कुनै पनि व्यक्तिलाई कुनै पनि कुरा दिन्छौँ या हामीले हेल्प गर्छौँ या कुनै पनि कुरा हामीले गर्छौँ नि तपाईँ म चाहिँ सन्तुष्ट हुनु खाँचो छ। अनि सन्तुष्ट भएर हामीले त्यो कुरालाई गर्दाखेरि चाहिँ नि त्यो कुरा देखा पनि पर्नुपर्छ तपाईँ नि मेरो जीवनमा है। हामी कतिचोटि त्यो ठाउँमा हामीमा थोरै हुँदै गर्दा हामी कतिचोटि पन्छाउँछौँ त्यो व्यक्तिलाई होइन। तर जब तपाईँ म भित्र सन्तुष्टता हुन्छ नि त्यति बेला चाहिँ तपाईँ मैले हामीमा थोरै हुँदा पनि हामीले साँच्ची नै उनीहरूलाई हामीले हेल्प गर्नु सक्दो रहेछौँ भन्ने कुरालाई मैले यहाँनिर प्रमाण पाइराखेका थिएँ। किन भन्दै गर्दा चाहिँ है अनिकालको समयमा प्रशस्ति हुँदै गर्दा त सबै व्यक्तिले दिन्छ है गर्छ। तर परमेश्वरले हामीलाई सिकाइराख्नु भएको छ मत्ती 14:14 कि उहाँमा थोरै हुँदा पनि उहाँले है हामीलाई रोप्न अनि बाँड्न दिन सिकाउनु भएको छ। आज हामीमा अनिकालको समय आउँदै गर्दा पनि जब तपाईँ अनि मैले बाँड्छौँ कसैलाई दिन्छौँ भने चाहिँ हामीहरूतिर पनि हामीले कसैलाई दिन्छौँ भने चाहिँ साँच्ची नै परमेश्वरले है हामीभित्र यति बेला स्वतन्त्रताको कुराहरू यति बेला प्रशस्तताको कुराहरू परमेश्वरले तपाईँ अनि मलाई भर्नु हुँदो रहेछ भन्ने कुरालाई मैले बुझिरहेका थिएँ है। साँच्ची नै सन्तुष्टता सहितको भक्ति नै ठुलो लाभ हो भन्ने कुरालाई परमेश्वरले भनिराख्नु भएको छ। यस बिहानै गरी कतै न कतै तपाईँ मेरो पाइला रोकिराखेका थिए भने है आज हाम्रो त्यो पाइलालाई हामी नरोकौँ अनि हामी साँच्ची नै यो वचनलाई हामी सुनेर मात्र होइन तर हामी आफ्नो जीवनलाई हामीले एप्लाई गरौँ। जब हामीले यो वचनलाई हाम्रो जीवनमा हामी धारण गर्छौँ भने चाहिँ साँच्ची नै हामीले त्यो ठाउँमा हामीले अरूलाई हेल्प गर्ने ठाउँमा हामी रोकिँदैनौँ तर यो ठाउँमा हामी अघि बढ्न हामी सक्छौँ है। साँच्ची नै परमेश्वरको शक्तिशाली वचनको निम्ति परमेश्वरलाई नै महिमा भएको होस् भन्दै यो समयलाई फेरि पनि म यहाँ राख्छु अनि तपाईँहरू धेरै आशिषित हुनुभयो भन्ने कुरालाई म विश्वास राख्दछु। हुन्छ फेरि पनि तपाईँहरू सबैजनालाई जय मसीह।